साथीहरू हाम्रो माई नगरपालिका 8 को वडा संयोजक र उहाँकै संयोजनामा हाम्रो अहिले श्रमदान भइरहेको छ। माई नगरपालिका वडा नम्बर 8 मंगलाहारे बजार सरसफाई अभियान भइरहेको छ र उहाँले केही भनाइहरू श्रमदातालाई राख्नुहुनेछ। नमस्कार, म रघुवीर राई, माई नगरपालिका वडा नम्बर 8 श्रम संस्कृति पार्टीको संयोजक पदमा अहिले रहेको छु। र आज हाम्रो श्रम अभियान अन्तर्गत जति पनि श्रमदाताहरू यहाँ हामीलाई यो श्रम अभियानमा आबद्ध हुनुभएको छ, उहाँहरूको साथ समर्थन र यस अभियानलाई सफल पार्न आउनुभएकोमा उहाँलाई सर्वप्रथम त मुरी धन्यवाद तथा अभिवादन नमस्कार पनि भन्न चाहन्छु। हाम्रो खास उद्देश्य हर्कपदको श्रमबाट देशलाई केही विकास गर्ने उद्देश्यले यो पार्टी खोलेको हुँदा हामीले पनि हरेक शनिबार श्रमदान गर्दै आइरहेका छौँ। यसै सिलसिलामा आज हामी माई नगरपालिका वार्ड नम्बर 8 हाम्रै गाउँ मंगलाबारे हाम्रो माई नगरपालिका 8 को पुरानो बजार जहाँ चाहिँ हामी केटाकेटी हुँदादेखि खुलेको बजार हो। म हेरेर अहिले यसो के भन्छ यो बजारलाई अहिलेसम्म पनि यही अवस्थामा हुँदा मलाई अलिकति चित्त दुखेर आउँछ। हाम्रो बजार त हामी केटाकेटी हुँदा पनि यस्तै थियो, अहिले पनि यस्तै छ। हुन त हाम्रो यहाँको अधिकांश मान्छेहरूको आर्थिक अवस्थाले पनि गरेको होला यसले बजारलाई माथि समुन्नति गर्न नसकेको। यसमा अब स्थानीय सरकार, प्रदेश सरकार, राज्य सरकारले पनि केही राहत त दिएको छ, तर त्यसलाई सही सदुपयोग नगरेको हो कि भन्ने पनि मलाई लाग्छ। जस्तै नेता कार्यकर्ताले बाँडचुँड गर्दाखेरि कम योजना मात्रै परेको हो कि जस्तो पनि अनुभव भएको छ। स्थानीय सरकार तथा अब राज्यले पनि यसलाई हेरियोस्। यो हाम्रो चाहिँ महमैकै दोस्रो नम्बरको बजार आउँछ अहिले माई नगरपालिका भएको छ। नत्र भने हामीले दानाबारीमा शुक्रबार र शीतली बिर्तामसम्म सामान किन्नलाई बजारमा किनमेल गर्न जानु पर्थ्यो, तर अब यो मंगलाबारे बजारले चाहिँ हामीलाई त्यसलाई थोरै भए पनि सहयोग गरिरहेको अवस्था छ। तर यहाँनिर व्यापारीहरू यहाँ हाम्रो ठाउँमा स्थायी रूपले बसोबास गर्नुहुन्न, छाडको लागि उहाँहरू आउनुहुन्छ र जानुहुन्छ। त्यसैले गर्दा पनि यो बजार अलिक तल्लो तहमै बसेको मलाई चाहिँ अनुभूत भएको छ। म धेरै बोल्न चाहन्न। हाम्रो यो श्रम अभियानलाई हामी यसरी नै निरन्तर दिइरहनेछौँ। श्रमदाताज्यूहरूलाई चाहिँ म धेरै